प्रिय दर्शकहरू नमस्ते। म डाक्टर कृष्ण कोइराला यहाँहरूकै नाक कान गाँठी र थाइरोइड सम्बन्धी डाक्टर। र प्रश्न छ, एलर्जीको पनि उपचार हुन्छ र डाक्टर साहब भनेर हुन्छ, किन नहुनु? तर एलर्जीको उपचारलाई हामीले विविध सब सेक्सनमा डिभाइड गर्छौँ। सबभन्दा ठुलो कुरा भनेको चाहिँ एलर्जी अभोइड गर्नु या जे कुराबाट एलर्जी हुन्छ त्यो कुरा बार्ने सबभन्दा ठुलो कुरा। जस्तै एलर्जी नै अभोइड गऱ्यो भनेदेखि एलर्जी नै हुँदैन। हाम्रो नेपालीमा उखान छ नि, मलाई कस्तो एलर्जी भएर देखेर भने जस्तो भयो। कोही मान्छेलाई देखेर एलर्जी जस्तो हुन्छ नि, बार्नु पऱ्यो अथवा त्योसँग बोल्नु भएन, मानौँ न। त्यस्तै हामीलाई कुनै कुरा खाँदा केही कुरा प्रयोग गर्दा एलर्जी भयो भने त्यो कुरा बार्नुपर्ने हुन्छ, प्रमुख कुरा। अर्को भनेको मेडिकल ट्रिटमेन्ट। माइल्ड र मोडरेट खालको एलर्जीहरूलाई चाहिँ हामीले उपचार गर्छौँ, औषधि उपचार पनि गर्न सकिन्छ, एन्टी एलर्जिक औषधि प्रयोग गर्न सकिन्छ। जस्तै तिनीहरू चाहिँ हामीले एन्टिहिस्टामिन्स भन्छौँ, स्टेरोइड भन्छौँ, नाकमा लगाउने थोपा, नाकमा लगाउने स्प्रे इत्यादि औषधि प्रयोग गर्न सकिन्छ। स्टेरोइड चलाउँदाखेरि ख्याल गर्नुपर्ने हुन्छ, स्टेरोइडको साइड इफेक्ट हुन्छ, लामो समय स्टेरोइड दबाई प्रयोग गर्नु हुँदैन, एन्टिहिस्टामिक दबाई प्रयोग गर्नु हुन्छ, फरक पर्दैन। र अर्को भनेको चाहिँ धेरै एलर्जी भइरहेको छ बिरामीलाई, साह्रै गाह्रो भएको छ, अफिस लस हुन्छ, वर्क लस हुन्छ भने त्यो बेलामा एलर्जी स्पेसिफिक इम्युनोथेरापी भन्ने हुन्छ। त्यो भनेको चाहिँ जुन एलर्जीले एलर्जी भएको छ त्यसको बारेमा, त्यसको विरुद्धमा इम्युनोथेरापी गर्ने या त्यससँग लड्ने क्षमता बढाउने, खास गरी सुईहरूले गर्न सकिन्छ यो काम। तर ती सुईहरू चाहिँ लामो समय लगाउनु पर्ने हुन्छ। त्यो हामीले कसरी बुझाउँछौँ भने आज पनि पिट्यो, भोलि पनि पिट्यो, पर्सि पनि पिट्यो भने दुख्दैन, या आज पनि दौड्यो, भोलि पनि दौड्यो, पर्सि पनि दौड्यो भने थाकिँदैन। त्यस्तै खालको हाम्रो शरीरले त्यसलाई इम्युनोथेरापी गर्ने, रोगसँग लड्ने क्षमता अथवा त्यो एलर्जेनसँग लड्ने क्षमता बढाउने हो। विविध खालको उपचार पद्धति हुन्छन्। तपाईँले चिकित्सकले देखाउनु होला। पहिला उहाँले सिम्पल ट्रायल गर्नुहुन्छ, भएन भने इम्युनोथेरापी पनि गर्नुपर्ने हुन्छ। ख्याल गर्नुहोला। धन्यवाद।